सो यो मुस्ताङको मुक्तिनाथमा चाहिँ ठ्याक्कै हिउँ परेर आएको रहेछ। अब हाम्रो गाडी चाहिँ त्यहाँ छ, पुरा मास्क लगाएर बसिरहेको छ हिउँको। एन्ड अब हामी ल चिसो लाग्छ भनेर म चाहिँ टोपी एन्ड यस्तो हिउँमा हिलोमा कस्तो आनन्दसँग आयो भाइ बोल्यो नानीहरू। हामी माथि स्टेप चाल्नु थाल्यौँ। ल चालौँ कृष्ण परिरहेछ र बबाल छ हौ, बबाल। ओ बबाल छ है के भाइ। सो हामी फर्स्ट टाइम यस्तो स्नोमा र सडनली हो यो। हिजो परेको रहेछ अलिकति अनि आज परेको रहेछ। सो इट वाज भेरी नाइस। अब यो चाहिँ मैले लगाएको कारण चाहिँ यहाँ माथिबाट चाहिँ स्नो गर्दाखेरि पनि टाउकोमा चिसो नपसोस् भनेर गरेको, किनभने ह्याप्पी छ यहाँनिर। अघि त झन् कति स्नो परिरहेको थियो है। यस्तो छ है। कस्तो आनन्दको भ्यू छ क्या, यत्रो सबै सराउन्डेड क्या, यस्तो क्या, कस्तो राम्रो छ। अहिले ठ्याक्कै हामी आउने बेला, फेरि माथि आउने बेला चाहिँ हिउँ स्टप भएको छ होइन। अनि कस्तो राम्रो देखिएको छ। अनि यो ठ्याक्कै हामी जाँदा पनि कस्तो लक्की भनौँ कि कस्तो भनौँ, ब्लेस भनौँ, यस्तो यो क्लिन छ क्या। अदरवाइज यो हिउँले एकदम प्रब्लम गर्छ क्या होइन, त्यस्तो छ। सो इट्स लभली। वाह कस्तो दामी देखेको है। हेर न कि म यहाँनिर। वाह